बाटो छोडिदिउँ है पछाडि अध्यक्षको निर्देशन अनुसार आजको औपचारिक कार्यक्रम सञ्चालन गर्न गइरहेको छु र आजको यस औपचारिक कार्यक्रमको सभापतित्व गरिदिनु हुन मन्तेजो नेपाली समाजका अध्यक्ष आदरणीय व्यक्तित्व प्रमल भट्टराईज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन मन्तेजो नेपाली समाजका सल्लाहकार उद्यम व्यवसायी सफल व्यवसायी आदरणीय व्यक्तित्व लयेन्द्र राईज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन मन्तेजो नेपाली समाजका संस्थापक अध्यक्ष आदरणीय गोपाल योन्जनज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन समाजसेवी आदरणीय व्यक्तित्व रविन्द्र अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन किरात याङथुङ चुम्लिङ अध्यक्ष रूपमान लिम्बुज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुप खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन समाजसेवी आदरणीय व्यक्तित्व अरुण राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी घनश्याम सफल व्यवसायी घनश्याम लिम्बुज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आजको यस कार्यक्रममा दुई शब्द भनाइहरू राखिदिनको लागि संस्थापक अध्यक्ष
गोपाल योन्जनज्यूलाई यस स्टेजमा हार्दिक अनुरोध गर्दछु। नमस्कार सम्पूर्ण खेलप्रेमी साथीहरूमा। प्रथम मन्तिजो कप फुटबल प्रतियोगिताको यस राष्ट्रिय नेपाली फुटबल टिमकी कप्तान एवं गोलकिपर अन्जिला सुब्बाज्यूको सम्मान कार्यक्रमको सभापति महोदय, यस कार्यक्रमका प्रमुख अतिथि एवं मन्तिजो नेपाली समाजका सल्लाहकार हाम्रा आदरणीय दाई लयेन्द्र राईज्यू, हाम्रा सफल व्यवसायी समाजसेवी सबैको चिर परिचित सहयोगी व्यक्तित्व प्यारो भाइ रविन अधिकारीज्यू, त्यसै गरी हाम्रा विशेष गरी धरान फुटबललाई हुर्काउँदै गरेका हाम्रा सफल व्यवसायी सहयोगी भाइ आत्मीय अरुण राईज्यू, किराँती आक्चुम चुम्नुङका आदरणीय अध्यक्ष रुकमान लिम्बुज्यू, सफल व्यवसायी घनश्याम लिम्बुज्यू, उपस्थित सम्पूर्ण विभिन्न संस्थाका म्यानेजर, टिम कोच र उपस्थित सम्पूर्ण खेलाडी भाइ बहिनीहरू र यस सम्मान कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारी पाल्नुभएका र तपाईँहरूलाई हौसला दिनुलाई र हाम्रो यस प्रथम मन्तिजो कपलाई सफल बनाउन हौसला प्रदान गरिदिनु आइदिनु भएकोमा हाम्रो नेपाली राष्ट्रिय टिम महिला कप्तान एन्जिना बहिनीलाई हामी आयोजक कमिटीको तर्फबाट मुरी धन्यवाद र युरोपको यो पोर्चुगल सहरमा र पोर्चुगल पनि मन्तिजोमा उहाँहरूलाई न्यानो र हार्दिक स्वागत गर्न चाहन्छु। र हामी सम्पूर्ण नेपालीहरू हाम्रो बहिनीको उज्जवल भविष्यको कामना गर्दै र भोलि हामी सबै आज हामी आयोजक टिमहरू त भ्याउँदैन, यहाँ उपस्थित साथीहरू चाहिँ भरे 9:45 लिस्बोनमा एन्जेलिना उहाँको बायोपिकमा बनेको एन्जेलिना मुभी प्रदर्शन गइरहेको छ। कृपया तपाईँहरूले सबैजनाले गएर हेरिदिनु होला। र आयोजक टिम हामीहरूले चाहिँ भोलिको बिहानको सोको टिकट लिएको छौँ। आज बहिनीसँग चाहिँ हामी जानु पाएन, त्यही भएर उहाँलाई हामीले यहाँ उपस्थित गराए। हामी चाहिँ भोलि जाने बाचा गर्दछौँ र सम्पूर्णलाई एकचोटि एन्जेलिना मुभी हेरेर हाम्रो बहिनीको बायोपिक र यस्तै चेलीबेटीलाई हामीले हाम्रै छोरीहरूलाई जहाँ भए पनि संसारको जुनै कुनामा भए पनि तपाईँ हामीले यस्तै माया, यस्तै शिष्टाचार र यस्तै सम्मान गऱ्यो भने उहाँ चेलीहरूले जुन अहिले राष्ट्रको नाम यसरी देश विदेशमा नि चिनाइराख्नु भएको छ, यसै गरी अर्को बहिनीहरूले नि भाइहरूले नि चिनाउने छन्। र राष्ट्रको नाम अहिले जुन हाम्रो देशमा राजनीतिले अर्कै दिशा लिएर राजनीतितिर लागेर धेरै देशको नाम बदनाम भइरहेछ, भ्रष्टको उसमा हामी 1 नम्बरमा परिरहेछौँ भने यही हाम्रो गाउँबाट हुर्केका चेलीबेटीहरूले जुन राष्ट्रको नाम जोगाइराख्नु भएको छ, यस्तो बहिनीहरूलाई संसारको जुनै पनि कुनामा भएका नेपाली संस्थाहरूले उहाँलाई प्रोत्साहन र सहयोग गर्नुपर्छ। र मन्तिजो नेपाली समाजले आगामी दिनहरूमा पनि उहाँ जस्तै नेपालको गहनाहरूलाई युरोपको भ्रमण आएको खण्डमा मन्तिजोमा बोलाएर यसरी नै हामी न्यानो स्वागत र अभिवादन गर्ने बाचासहित सम्पूर्ण 18 टिमका साथीभाइहरूलाई सम्पूर्णलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छु। प्रथम मन्तिजो कपमा केही कमी कमजोरी हुनसक्छ, क्षमा गरिदिनु होला आफ्नै सम्झेर। आगामी दिनमा योभन्दा उत्कृष्ट र अझै धेरै पुरस्कार नगद राशिसहित हामी पनि आउनेछौँ भन्ने पूर्ण बाचासहित बहिनीको युरोप यात्रा र उहाँको उज्जवल भविष्यको कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय मन्तिजो। धन्यवाद संस्थापक अध्यक्षज्यू, तपाईँले आफ्नो महत्त्वपूर्ण भनाइहरू राख्दै यहाँबाट बिदा भइसक्नु भएको छ। यसै गरी केही भनाइहरू राखिदिनको लागि एन्जिला तुम्बाप्पो सुब्बाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यहाँ उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई मेरो नमस्कार। एकदमै खुसी लागिरहेको छ आज यहाँनिर उपस्थित हुनु पाउँदाखेरि र यस मन्तिजो क्लबका अध्यक्षज्यू, उपाध्यक्षज्यू, महासचिव, सम्पूर्ण मेम्बर्सहरूलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन
अब एज अ प्लेयर भएपछि ग्राउन्डमा आउनु मन लाग्छ। अब ठ्याक्कै गेम पनि परेछ, एकदमै खुसी लागिरहेको छ। अब केही समय म यहाँ गेम हेर्नेछु अनि खुसी लागेको छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। यसरी नै माया सपोर्ट गरिदिँदै जानु होला। हस् त, धन्यवाद। धन्यवाद एन्जिला तुम्बाको शिवज्यूलाई। तपाईँले पनि आफ्ना महत्त्वपूर्ण भनाइहरू टक्राउँदै यहाँबाट बिताउनु भइसकेको छ। मलाई माफ गर्नु होला, मैले त तपाईँको यो फुटबल र यताउताको आज यो एन्जिलाजी पनि आउनुभएकोले होला कता कता मैले चाहिँ जुन हाम्रो अतिथिहरूलाई चाहिँ खादामाला लाउन बिर्सिएछु। त्यही भएर बहिनीहरूलाई चाहिँ अतिथिलाई चाहिँ खादामाला लगाइदिनुको लागि म लाइनबद्ध रूपमा आएर खादामाला लगाइदिनुको लागि चाहिँ अनुमति दिन्छु र सम्पूर्णलाई ताली पड्काएर स्वागत गरिदिनु पनि अनुरोध गर्दछु। र आजको हाम्रो कार्यक्रम रहेको छ, किनभने उहाँ हाम्रो एन्जिला बहिनी पनि धेरै समय हामी माझमा रहनुहुन्न। उहाँ हौसला बढाइदिन यहाँसम्म आइदिनु भयो, उहाँलाई मुरी धन्यवाद। म कार्यक्रम सञ्चालकको तर्फबाट र मन्त्रीको तर्फबाट मैले अघि स्वागत र हार्दिक धन्यवाद त दिएको छु र अझै पनि हार्दिक धन्यवाद भन्दै उहाँलाई केही सम्मान गर्ने कार्यक्रम छ हाम्रो। र सम्मान गर्ने क्रममा हाम्रो संस्थापक अध्यक्षज्यू र हाम्रो समाजसेवी आदरणीय दाई रविन्द्र अधिकारी ज्यूलाई चाहिँ उहाँलाई सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सम्पूर्णलाई तालीले स्वागत गरिदिनु पनि म अनुरोध गर्दछु। ताली सम्पूर्णलाई ताली पड्काउनु पनि हार्दिक अनुरोध गर्दछु। र सम्पूर्णमा हाम्रा खेलहरू पनि गेमहरू पनि धेरै छन्। म तपाईँको अतिथिहरूको आसन ग्रहण गराइरहनेछु, सहयोगी मनका धनीहरूको नाम वाचन गरिरहने नै छु र खेललाई पनि निरन्तर अगाडि बढाउनु पर्ने भएकोले हामी फेरि खेलतिर कोल्टो फेर्नेछौँ र पछि हामीलाई समय भएसम्म केही भनाइहरू राखिदिनेका लागि पनि म पस्कँदै जाने जमर्को गर्नेछु र गर्दै जानेछु भन्दै खेलतिर सम्पूर्णलाई खेल हेरेर मनोरञ्जन गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। खेली कृपया मन्तेजो नेपाली समाजको संयोजक मेरो प्यारो भाइ सरोज घिमिरेज्यूलाई यस स्टेजमा चाँडोभन्दा चाँडो उपस्थित भइदिन अनुरोध गर्दछु। र हाम्रो अर्को कार्यक्रम पनि भएको छ र एकदम चाँडोभन्दा चाँडो तपाईँ चाहिँ यहाँ हाम्रो स्टेजमा आएर र हाम्रो एन्जिला बहिनीलाई चाहिँ तपाईँले बल हस्तान्तरण गरेर र गोल पोस्टमा चाहिँ बल हालेर बल दिएर चाहिँ तपाईँले चाहिँ रिसिभ गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। बल दिएर तपाईँले लिइदिनु हुनु। कृपया मोबाइल तपाईँहरू कसको मोबाइल हराएको थियो, हामी भए ठाउँमा मोबाइल आइपुगेको थियो, यो मोबाइल लिनको लागि पनि आइदिनु भए हामी आभारी हुने थियौँ। कसको प्लिज गोजी थाम्नु होला र आफ्नो लक खोलेर यहाँबाट लान सक्नुहुन्छ। खोइ ताली पड्काएर सबैलाई ताली गाई ताली भव्य रूपमा स्वागत हुनुपर्ने पो फेरि आउँदा आउनुहुन्थ्यो।
सम्पूर्ण खेलाडी अबको खेल सारथी एफसी र एमएल एफसी दाइ अरू मान्छेहरूलाई चाहिँ फोटो हाल्न त भेटघाट हुन्छ ल ए हो ठिक छ ओके 1 2 3